बेफुर्सदले अघि उहाँ हुनुहुन्थ्यो उता हामीहरू यहाँ बस्नलाई अध्यक्षको चटारो के थाहा अब यहाँ बोल्नुहुन्छ एकछिन आफ्ना व्यथा यहाँलाई हार्दिक हार्दिक सम्मान छ अध्यक्षलाई जोरदार ताली उहाँलाई आजको विशेष इन्द्राणी कार्यक्रम हिमालय टेलिभिजन र indian.com युट्युब मार्फत विश्वभरिका दर्शकलाई यहाँ के भन्नुहुन्छ र यहाँ आएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई के भन्नुहुन्छ धन्यवाद छ कृष्ण सरलाई आबुखैरी गाउँपालिका 2 नम्बर वडा र 4 नम्बर वडालाई छुट्याउने यो ऐन पहराको यो सिर्दी खोला म आज यो ऐन पहराको रेस्टुरेन्टका सञ्चालक साथीहरूको आयोजनामा इन्द्रेणीको सम्पूर्ण परिवार आएर आज जुन कार्यक्रम गर्नुभएको छ सबभन्दा पहिला म इन्द्रेणीका परिवार कृष्ण सर लगायत सम्पूर्ण कलाकार साथीहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। अब यो कार्यक्रम एकदमै सांस्कृतिक साङ्गीतिक कार्यक्रम भएको हुनाले हामी जस्ता मान्छेहरूले बोलेको कुरा सुन्ने समय होइन। म धेरै बेर बोल्यो भने तपाईँलाई अलि खास तपाईँले चाहेको मजा पुरा हुँदैन। तैपनि यो मौकामा 2टा कुरा मात्रै म राख्न चाहन्छु। 79 सालको वैशाखमा हामी निर्वाचित भएर जेठ 7 गते जस्तो लाग्छ मलाई मैले शपथ खाएर गाउँपालिकाको कार्यभार सुरु गरेको। त्यति बेला हामी सबै आमुखैरी वासीको आँखामा एउटा के सपना थियो भने यिनीहरू आएपछि अस्पताल बनाउँछन् भन्ने तपाईहरुलाई बाचा गरे हुनाले तपाईको मनमा यिनले अस्पताल बनाउँछन् भन्ने आशा थियो। तर अस्पताल बनाउने निर्णय गर्दा डाक्टर पाल्नलाई वा अस्पताल सञ्चालन गर्नलाई पैसा चाहिन्छ भन्ने कुरा चाहिँ फेरि हामी त्यो टिमलाई मात्रै थाहा हुँदो रहेछ पैसा कहाँबाट ल्याउने भनेर। र अहिले मैले तपाईलाई के भन्न सक्छु भने यो वर्ष हामी ऐन पहरामा यहाँ आउने मान्छेहरूले काटेको 50 रुपैयाँको टिकटको शुल्कले मोटामोटी आधा करोड पैसा भन्दा धेरै यो वर्ष कमाउँछौँ। र अब आउने वर्ष हामीले यहाँ स्काई वाक लगायतको केही कुरा थप्यौँ भने विशेषज्ञ डाक्टर चाहिँ हामी अझै एउटा विशेषज्ञ डाक्टर थपेर आबुखैरी अस्पताललाई हामी सबैको निम्ति एउटा यस्तो उपहार भयो। अबको 20औं वर्षपछि पनि कोही गाउँपालिकाको अध्यक्ष निर्वाचित भएर आउँदाखेरि आबुखैरीको अस्पताल कसरी चलाउने भन्यो भने ऐन पहराको कमाइले चाहिँ डाक्टरको तलब तिराउन भन्यो भने पुग्छ भन्ने मलाई लाग्छ। धेरै मान्छेको गुनासो छ यो भिर पोखरामा हामी घाँस काट्ने ठाउँमा पैसा किन ल्याएको भन्नुहुन्छ कसैले। मैले भने हामी यहाँ रमाइलो मान्दा 20-50 रुपैयाँ तिरेर शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रलाई हामीले निशुल्क बनाउने अभियानमा हामी लाग्यौँ भने यसले राम्रै गर्छ। त्यही भएर यहाँ तिर्ने हरेक शुल्कले आबुखैरी गाउँपालिकाको कक्षा 10 सम्मको शिक्षा निशुल्क हुन्छ। आबुखैरी अस्पतालमा विशेषज्ञ डाक्टरको सेवा हुन्छ भन्ने भाव पैदा गर्ने हिसाबले आज इन्द्रेणीको टिम आउनु भएको छ। उहाँले अघि जोडिहाल्नुभयो। यो वर्ष हामी छिमकेश्वरी र आदिमूल त्यस पछाडि अकला र हाम्रो त्यो मर्स्याङदीको ड्यामलाई व्यवस्थित गरेर यहाँ आउने पर्यटकलाई 1-2 दिन हाम्रै गाउँमा अड्याउने आरोग्य पर्यटन होमस्टे वा हाम्रो पूर्वीय संस्कृति पछ्याउने हाम्रो संस्कृतिलाई विकास गरेर जान सक्ने हो भने आबुखैरीको मान्छेलाई धनी हुन्न कसैले रोक्न सक्दैन भन्ने विश्वास व्यक्त गर्दै फेरि यो ऐन पहरामा आएर यहाँहरूले जुन खालको भव्यतापूर्वक यसको प्रचार प्रसार गर्न आबुखैरी वासी लगायत वरिपरि जो आज गण्डकीको सार्वजनिक यातायात बन्दको बेलामा पनि यति धेरै मान्छे अहिले भर्खरै कयौं दिदीबहिनी हिँड्दै आउनु भएको थियो। 4-5 किलोमिटर 8-10 किलोमिटर पैदल हिँडेर यो घाममा यहाँसम्म आउनुभयो। यति धेरै माया इन्द्रेणी प्रति यो ऐन पहरा प्रति तपाईले व्यक्त गर्नुभएको माया प्रति हार्दिक सम्मान व्यक्त गर्दै फेरि आजको सम्पूर्ण कलाकार टिम कृष्ण सर लगायत उहाँको सिंह यो इन्द्रेणी परिवार यहाँ प्रति हार्दिक आभार व्यक्त गर्दै मेरो शुभकामना मन्तव्य टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। योङ मान्छेमा सोच पनि योङ नै हुन्छ। हुन त बुढापाकाले पनि राम्रै गर्नुभयो, उहाँहरूलाई जय होस्।
तर अब त धेरै भयो, रेस्ट गरेर बेस्ट जिन्दगी बिताउन दिनु पनि पर्छ भन्ने मेरो भनाइ। अब भने हाम्रो शुक्र चुमान सरले भन्नुभयो त्यहाँको आफू खैरेनीको अस्पतालमा एउटा विशिष्ट डाक्टर साहबलाई राखियो भने आज हामीले तिरेको 50-50 रुपियाँले काठमाडौँमा एम्बुलेन्स रिजर्भ गरेर जाँदा कति खर्च हुन्थ्यो होला भन्नुहोस् त चितौन। यही आफू खैरेनीमा 50 लाखको काम गर्छ। त्यसकारण जोरदार ताली दिउँ। यो सबैको एक एक गरेर हामी समग्र जनताको लागि यो समान सेवाका लागि छ।